एभ्रिवान, नमस्ते सबैजनालाई। माको किचनमा हजुरहरूलाई धेरै स्वागत छ। आज म हजुरहरू सामु नयाँ रेसिपी लिएर आएको छु। आज म 2 PM स्पाइसी नुडल बनाउँदैछु। हजुरहरूले अन्तिमसम्म हेरेर मलाई साथ दिनुहोला। यसको लागि चाहिने सामानहरू प्याज, गोलभेरा, अन्डा, गाजर, क्याप्सिकम, हरियो खोर्सानी र धनियाँ लिएको छु। साथीहरू, सबै सामानहरू रेडी भइसक्यो। अब बनाउन सुरु गर्छु ल। साथीहरू, मैले प्यान बसालिसकेँ। यसमा तेल हालेर सबै सामानहरू एड गरिसकेँ र नुन, खोर्सानी, जिराको धुलो, लसुन अदुवाको पेस्ट एड गरिदिएको छु। अब एकचोटि राम्रोसँग चलाइदिनु पर्छ र यो राम्रोसँग पाकेपछि 2 PM नुडल एड गरिदिन्छु। अब राम्रोसँग चलाइसकेपछि यसमा अन्डा एड गरिदिनु पर्छ। अब म यसमा चाउचाउको मसलाहरू एड गरिदिन्छु र राम्रोसँग चलाइदिनु पर्छ। चाउचाउ र राम्रोसँग चलाइसकेपछि यसमा पानी अलिकति एड गर्नुपर्छ। साथीहरू, त्यस्तोको लागि मैले ओलिभ तेल एड गर्न गइरहेछु। यसरी मसला र तेल एड गरियो भने एकदम स्वाद मिठो हुन्छ र खानालाई पनि एकदम मिठो, हेर्दाखेरि पनि राम्रो देख्ने। साथीहरू, अब यो चाउचाउलाई राम्रोसँग मजाले चलाउनु पर्छ अनि यो चाउचाउ रेडी हुन्छ। साथीहरू, यो चाउचाउ रेडी भइसक्यो। हजुरहरूले पनि घरमा यसरी नै बनाएर खानुहोला। हजुरहरूलाई मेरो भिडियो मन पर्यो भने लाइक, कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला र बेल आइकन पनि थिचिदिनु होला। थ्याङ्क यू फर वाचिङ।